हेलो साथीहरू, वेलकम छ मेरो नयाँ ब्लगमा है। सधैँ चाहिँ आज पनि मैले नयाँ ब्लग लिएर आएको छु र सधैँ मैले भिडियो पोस्ट गर्ने गर्थेँ। यो बाटोको चाहिँ दिनमा डेमा लाइट हुन्थेन, अहिले चाहिँ लाइट हालेर झिलिमिली बनाएको छ रात्रिकालीन समयमा है, देख्न सक्नुहुन्छ। र दिन जस्तै उज्यालो भएको छ ललितपुरको बाटो, यो रिङ रोड ठ्याक्कै यो चाहिँ महालक्ष्मी स्थाननिरको देख्न सक्नुहुन्छ। सिधा बाटो धेरै नै राम्रो देखिएको छ, नाइट भ्यू है। हजुरलाई कस्तो लाग्यो मेरो भिडियो हेरेर साथ सपोर्ट दिनु होला साथीहरू। राम्रो लागेमा मेरो च्यानललाई सब्सक्राइब पनि गर्नु होला र मेरो भिडियोलाई लाइक कमेन्ट पनि गरिदिनु होला। र साथीहरू सँगै बसेर भिडियो पुरा हेरौँ है त। परदेशी छोरा नआउँदा चिठी पत्र नपाउँदा, परदेशी छोरा नआउँदा चिठी पत्र नपाउँदा, मनमा बिरह चल्दो हो, चोली भिज्दो हो। मनमा बिरह चल्दो हो, चोली भिज्दो हो। पिँढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर। काम गर्न नसक्दा, खान लाउन नपाउँदा, काम गर्न नसक्दा, खान लाउन नपाउँदा, जाडोमा लुग काम्दी हुन्, भोकै बसी रुँदी हुन्। जाडोमा लुग काम्दी हुन्, भोकै बसी रुँदी हुन्। पिँढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर। छाप्राको छानो चुइदो हो, छाउन ढिलो भइसक्यो, छाप्राको छानो चुइदो हो। रिमी झिमी झारीले आमाको जिउ भिज्दो हो, रिमी झिमी झारीले आमाको जिउ भिज्दो हो। पिँढीमा बसेर